विश्वराज श्रेष्ठज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद कल्पना चापागाईज्यू, विशिष्ट अतिथि सपोर्ट नेटवर्क नेपालका फाउन्डर तेजेन्द्र अधिकारी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, पर्वत रेड क्रस शाखाका सभापति रुद्रबहादुर रिमालज्यू, त्यस्तै गरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आदरणीय दाई प्रेम गुरुङज्यू, त्यस्तै गरी राष्ट्रिय बाल शिक्षा सदनका प्रिन्सिपल रामकृष्ण रेग्मीज्यू, नेपाल अपाङ्ग कल्याण समाजका अध्यक्ष, पर्वत मुस्लिम सेवा कमिटीका अध्यक्षज्यू एवं पर्वत मुस्लिम कमिटीका अन्य पदाधिकारी ज्यूहरू, संस्थाका पदाधिकारी एवं विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम यहाँहरू सबैलाई म हार्दिक नमस्कार एवं स्वागत गर्न चाहन्छु। यहाँहरूले यो अवसर दिनुभयो र हामी यहाँ आज यो कार्यक्रम गर्न सफल भयौं। हामीलाई लागेको थियो भूकम्पपछि कुनै एउटा विद्यालयमा केही कार्यक्रम गरेर एउटा केही न केही राहत दिने हामीले त्यो अभिप्रायले हामीले एउटा विद्यालय खोजिरहेका थियौं। त्यस्तै खोज्ने क्रममा हाम्रो साथी मेरो अभिन्न मित्र तेजेन्द्र अधिकारी सपोर्ट नेटवर्क नेपालका फाउन्डर, उहाँले पनि भूकम्प पछाडि धेरै नै स्वास्थ्य शिविरहरू सम्पन्न गरिसक्नु भएको र धेरै कार्यक्रमहरू भूकम्प पीडित तथा गरिब जेहेन्दार बालबालिकाहरूलाई चाहिँ यो शैक्षिक सामग्री वितरण गरिरहनु भएको थाहा हुन गई। मैले उहाँलाई आग्रह गरेर यस ठाउँमा यो मुस्लिम समुदायमा पनि हामीले केही सहयोग गरौँ भन्ने अभिप्रायले हामीले यो कार्यक्रम गरेका हौं। मलाई लाग्छ हामी यो सामाजिक सद्भाव, सामाजिक सहिष्णुताका लागि पनि हामी यो मुस्लिम समुदायसँग हामी एउटै हो। हामी यो देशभित्र बसेर यो सामाजिक सद्भाव र सामाजिक भाइचाराको हिसाबले पनि हामी एक आपसमा नजिक हुनका लागि पनि यो कार्यक्रमले एउटा ठूलो भूमिका खेल्ने मैले अनुभव गरेको छु। आज देशमा यस्तो अवस्था सिर्जना भएको छ, एउटा जातीयताको द्वन्द्व, क्षेत्रीयताको द्वन्द्व लगायतका विभिन्न द्वन्द्वहरू भइरहेको अवस्थामा हामीले मुस्लिम समुदायसँग यसरी मिलेर काम गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ। भोलिका दिनहरूमा देशलाई जसरी खण्डीकरण गरिँदैछ, यसरी गरेको यो खण्ड खण्ड हुने क्रममा एउटा प्रदेशको मान्छेले अर्को प्रदेशको मान्छेसँग विवाद हुने, झगडा हुने अथवा दुईटा प्रदेश बीचको तिक्तता अथवा दुईटा समुदाय बीचको तिक्तता अथवा समुदाय बीचको द्वन्द्वलाई पनि त्यो द्वन्द्व नहोस्, त्यस्तो द्वन्द्वलाई निरुत्साहित गर्नलाई हामी यस्ता कार्यक्रमहरूको आयोजना गर्दैछौँ जसले गर्दा चाहे हिन्दू, चाहे मुस्लिम, चाहे क्रिस्चियन सबैसँगको सद्भाव र सहकार्य अगाडि बढोस्। आज हामीले यो सिसिएफ नेपालको तर्फबाट यो कार्यक्रम गरिरहँदा हामीले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छौं। आदरणीय कल्पना दिदीकै प्रमुख आतिथ्यताबाट हामीले यसभन्दा झण्डै 1 वर्ष अगाडि सूचना केन्द्र निर्माणको एउटा अभियान सुरु गरेका थियौं, 1001 अभियान। त्यो अभियान आज एउटा अन्तर्राष्ट्रिय स्तरसम्म विभिन्न देशमा हामीले यो अभियान मार्फत सहयोग संकलन गरेर पीस पार्क तथा सार्वजनिक सूचना केन्द्र निर्माणको अभियानमा चाहिँ हामी लागिरहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यो सूचना केन्द्रबाट हामीले देश विदेशका सूचनाहरू एउटा ई-लाइब्रेरी मार्फत सम्पूर्ण निशुल्क सूचना जुनसुकै तह र तबकाका व्यक्तिहरूलाई हामीले निशुल्क रूपमा त्यो सूचना दिनेछौँ। आज भैँचालो गएको 6 महिना बितिसक्दा पनि हामीले राहतको अनुभव गर्न पाइरहेका छैनौं। हामीले चीनसँगको नाका खोल्न नसकिरहेको अवस्थामा आज यो नाकाबन्दीको समस्या खेप्न परिरहेको छ। यसका लागि पनि मैले हाम्रो माननीय सभासद ज्यू मार्फत सरकारको कानमा म पुर्याउन चाहन्छु। यस्ता नाकाहरू छिटो खोलिउन्, हामीलाई सहजताको वातावरण बनोस्, हामी सहज रूपमा बाँच्न पाउने र सहज रूपमा काम गर्न पाउने, सहज रूपमा सवारी साधनमा चढ्न पाउने यो अधिकारबाट कुण्ठित नहौं। हामीलाई चाहिँ त्यो व्यवस्था सरकारले यो छिटोभन्दा छिटो गरोस्, हामी यो आग्रह पनि गर्न चाहन्छौं। यदि भन्दै मैले यो कार्यक्रममा सहयोग गर्ने सपोर्ट नेटवर्क नेपाल र यहाँ हामीलाई चाहिँ हाम्रो सानो आग्रहलाई
स्वीकार गर्दै हाम्रो कैडुरजी मसँग सँगै पढ्नुभएको असलमजी उहाँहरूले जुन किसिमको सहृदयता देखाउनुभयो उहाँहरूलाई पनि धन्यवाद दिँदै मेरो छोटो मन्तव्य यही राख्न चाहन्छु। साथै हामीले यो शैक्षिक सामग्रीमा 6वटा कपी, टुथपेस्ट, ब्रुस, साबुन, पेन्सिल, इरेजर हामीले प्रदान गरेका छौँ। हामीलाई पेन्सिल प्रदान गर्नुभएको छ हाम्रो यसै संस्थाको सदस्य पूजा रेग्मीले, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। भने हामीले अर्को महिनाको 11-12 गते फलेवासमा निशुल्क विशेषज्ञ शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ। त्यसको लागि पनि सबैलाई सहकार्यको लागि म हार्दिक अनुरोध गर्दै मेरो छोटो मन्तव्य यही राख्छु। हस्, धन्यवाद। धन्यवाद। यस कार्यक्रमका यस संस्थाका